हेलो गाइस, सबैजना नमस्ते। म हुँ तपाईँहरूको साथी कर्ण थापा मगर। आज म गोर्खा जिल्लाको हामी भच्चेकको यात्रा गर्दैछौँ। साथी हो, दसैँको बिदालाई सदुपयोग गर्दै है त हामीसँग मेरो साथी हुनुहुन्छ ध्रुव थापा, यसै गरी सुखबहादुर गुरुङजी हुनुहुन्छ। हामी एकदम वाइल्ड इन्जोयको लागि यो पहाडी भूभागमा हामी चाहिँ अहिले एउटा भिजिट गर्दैछौँ। यो मेरो छिमेकी जिल्ला नि हो। म तनहुँबाट यता गोर्खाको यात्रामा हामी छौँ र यो हामीसँग अहिले आएको जुन बाटो छ यो चित्र भन्ज्याङ हुँदै एकदमै पाइसजङ्गा तुरतुरे र यो ठाटी पोखरी हुँदै आउने बाटोहरू एकदमै राम्रो छ। हेर्नु होला है त, एकदमै राम्रो बाटो छ र हामी अहिले चाहिँ एकदमै वाइल्ड एडभेन्चर पनि गर्दैछौँ। हामीसँग एकदम बबाल किसिमको एकदम अफरोड गाडी छ है। यस्तो यसमा एकदमै लग्जरी लाइफ तरिकाले एकदम यो हिरो होन्डाको बाइकमा है चट्ट हेर्नुहोस् त, बाटो बब्बाल है, यति राम्रो बाटो छ है। तपाईँले एकदमै 2 घन्टा 3 घन्टाको यात्रामा तपाईँले गाउँको एकदमै स्पेसल अर्ग्यानिक किसिमको टेस्ट लिएर तपाईँले गोर्खा भच्चेकसम्मको यात्रा तपाईँले तय गर्न सक्नुहुन्छ। र हाम्रो यो मौसमदेखि लिएर यो होइन तपाईँको नेचुरल रिसोर्सहरू तपाईँले उपयोग गर्दै एकदमै बवाल किसिमको सिनारियो छ हामीसँग। हेर्नुहोस् त पछाडिपट्टि एकदम हरियाली वन जङ्गल है। यस्तो हो क्या यो लोकल टुरिज्मलाई हामीले यसरी नै प्रवर्धन गर्दै हामी आफै पनि तपाईँहरूले पनि सबै मिलेर हामीले लोकल टुरिज्मलाई हामीले प्रवर्धन गर्न सक्छौँ। र तपाईँहरूसँग फुर्सद टाइम छ भने यसरी नै आफ्नो गाउँठाउँलाई यसरी नै भिजिट गरेर एक आपसमा तपाईँले सेयर गर्न सक्नुहुन्छ। यति भन्दै साथी हो, हामी अब भच्चेकसम्मको यात्रा तय गर्दैछौँ। थ्याङ्क यू भेरी मच, बाई बाई।